हेलो फ्यामिली, फेरि म तपाईहरुलाई आज हाम्रो कार्बोला टी एस्टेटको काली माता मन्दिरको दर्शन गराउन गइरहेछु। अवश्य भिडियोलाई पुरा हेरिदिनु होला भन्ने अनुरोध गर्दैछु। हेर्नुस् साथीहरु, कुनै पनि चीजलाई नि हामीले पुरा हेरेर मात्रै प्रतिक्रिया दिनुपर्छ। भन्छन् नि आधा अधुरा ज्ञान घातकै मात्रै हुन्छ भनेर। त्यही भनेर आधा अधुरा ज्ञान होइन, कुनै पनि चीजलाई पुरै गर्नुपर्छ। चाहे हामीले कुनै पनि कार्य गर्दैछौं त्यसलाई पनि हामीले पुरा गरेपछि मात्रै त्यसको फाइदा हामीले पाइन्छ। त यो हो, तपाईहरुलाई मैले बाहिरदेखि नै मन्दिरको दर्शन गराउन सुरु गरे र भित्र गएर माता कालीको पनि दर्शन गराउँछु र भित्र कसरी कार्य प्रगतिमा चल्दैछ त्यो पनि देखाउँछु। पहिला हाम्रो यहाँ मन्दिर बहुत सानो थियो र यो मन्दिर धेरै पुरानो र प्राचीन हो। हाम्रो बाजे बजुको पालादेखि नै यो मन्दिर हो। हामी त त्यतिखेर जन्मेको पनि थिएनौं। त्यतिखेरदेखिको यो काली माता मन्दिर हो। हेर्नुस्, यहाँ मिस्त्रीहरूले कार्य प्रगति गरिरहेछन्, कार्य चलिरहेछ र यहीँबाट नै थाहा पाइन्छ मन्दिर कत्रो भव्य छ भन्ने। हेर्नुस्, र यो साल चाहिँ काम पुरा भएर धुमधामले यहाँ दुर्गा पूजा लाग्ने कुरा छ र यो मन्दिरलाई म घुमाइ तपाईहरुलाई भित्रबाट देखाउँदैछु। हेर्नुस् कत्रो भव्य मन्दिर छ र माता कालीको पनि तपाईहरुलाई म दर्शन गराउँछु र सबैजनाले माता कालीको दर्शन गर्नुस् र आशीर्वाद लिनुस् र सबैमाथि माता कालीको आशीर्वाद र मनोकामनाहरू तपाईहरुको पूरा होस् भन्ने म पनि माता कालीसँग प्रार्थना गर्दैछु। सबैको इच्छा र मनोकामना पूरा होस्, जहाँ भए पनि स्वस्थ र खुसी बस्नुस् भन्ने आशा राखेर प्रार्थना गरिरहेछु। र हेर्नुस्, यो कत्रो ठुलो भव्य मन्दिर बनिँदैछ भन्ने यहीँबाट नै तपाईहरुले आकलन गर्नुस्। र म यो पिछाडीको साइडबाट पनि तपाईहरुलाई देखाउँदैछु। यो जो घर छ यो पण्डितजीहरू र प्रसादहरू राख्ने ठाउँ हो। अहिले त फिलहाल यहाँ तपाईहरुको मिस्त्रीहरू बस्ने गर्दैछन् र यहाँबाट पिछाडीबाट मन्दिरको दृश्य पनि देखाउँदैछु। हेर्नुस् कत्रो भव्य छ यो मन्दिर। पुरा भएर यसमा रङ रोगनहरू लागेपछि कस्तो स्वर्गे जस्तो नै देखिनेछ। जस्तो कि स्वर्गबाट नै माता काली र माता दुर्गा उत्रिए जस्तो लाग्नेछ। सोचेरै रोमाञ्चित भएर आउँछ र त्यो दिन पनि आउनेछ छिटो नै, चाँडै नै यही पाली। र हेर्नुस्, यहाँ बस्नेहरूलाई त सबैलाई मन्दिरको बारेमा थाहा छँदैछ, तर मेरो चाहिँ उद्देश्य बाहिर बस्ने दाजुभाइ दिदीबहिनीहरू प्रति भिडियो पुर्याउने हो र उहाँले माया गरिदिनुहुन्छ, लाइक फलो शेयर गरिदिनुहुन्छ र त्यही भनेर मलाई उहाँसम्म भिडियो पुर्याउने म यता काहीँ न काहीँबाट कोसिस जरुर गर्नेछु र गरि नै रहेछु र पुर्याइ पनि रहेछु। र खुसी लाग्छ तपाईहरुले यस्तै भिडियो मन पराइदिएकोमा। र यसै गरी मेरो भिडियोलाई मन पराइदिनुस् र शेयरहरू, लाइक फलोहरू गरिदिनुस् र फेरि अर्को भिडियोमा भेट्नेछु। तबसम्म बिदा चाहन्छु र माता कालीको तपाईहरुमाथि आशीर्वाद बनिरहोस् र फेरि आउनेछु। जय श्री राम, जय मा काली।